हेलो एन्ड नमस्ते सबैमा म अभिकेतन दाहाल नयाँ एउटा गीत नेपाली गीत राम्रो चलिरहेछ सबैले सुनिराख्नु भएको छ हैन त्यसलाई हेरेर के छ कसो छ भन्दिम न त हैन गीत चाहिँ छ चाहिने जो जिन्दगानीमा समथिङ यही हो जस्तो लाग्छ मलाई अनि यो चाहिँ हाम्रो सुजन चापागाई दाइले गाउनु भएको गीत हो हैन अनि यो चाहिँ मुभीको सङ हो उनको स्वेटर भन्ने मुभीको हाल रिलिज भइरहेछ र जस मार्केटमा हल्ला पनि भइरहेछ दामी छ अरे राम्रो छ अरे लभ स्टोरी टाइपको हुन्छ नि यताउति छ अरे अनि गीत पनि राम्रो चलिरहेछ क्या अहिले जस ट्रेन्डिङमा छ सो यसलाई हेरेर भन्दिम न त हैन के छ कसो छ लेट्स गो 2 1 यो त कहाँ देखे जस्तो लाग्छ त पहिला हैन मतलब त्यो ड्रेस लगाइ त कहाँ देखे जस्तो लाग्छ ए छम्मै जाला पानीमा हो आँखा पर्यो नानीमा राम्री तिमी फूल झै शीतल तिमी जुन झै राम्रो रहेछ ए छम्मै जाला पानीमा हो आँखा पर्यो नानीमा राम्री तिमी फूल झै शीतल तिमी जुन झै उजेली छौ सुन भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा यो लुगा जस लगाइहरू त इधर उधर हुन्छ नि पहिलाको मुभीको जस्तो लागिरहेछ त त्यही त यो मुभीको सङको कुनै मुभीको सङको जस्तो लागिरहेछ क्या यसो हेर्दाखेरि हैन फुल भन्दा के चाहियो र यो छ तपाईलाई त्यो दिलीप राय माझी यो त तपाईलाई दिलीप राय माझी अनि निरुदा सिंहको गानाको हल्का त्यो ड्रेसहरू म्याचिङ टाइपको रहेछ जस्तो लाग्यो क्या मलाई कुन गीत भने नि यो डाँडा पारी त्यो डाँडा पारी साउने छरी समथिङ यो गीत हो कि जस्तो लाग्दैछ मलाई हेर्दाखेरि त्यस्तै लाग्यो हामीले पहिला बच्चामा यो डाँडा पारी त्यो डाँडा पारी साउने झरी फलानाको छोरी झुन्डेर मरी को जाने मलामी टाइपको दिन्थ्यौँ क्या जस ट्रिब्युट हानेको रहेछ ठिक लाग्यो मलाई जस यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा के उसको नाम के अरे पारस हो राम्रो नाच्छ यार उसको नाम सिमरन हैन सुजन चापा गाईको भोइस यार म त बिग फ्यान हो दाइको यार दामी जुनै सङ पनि निकाल्नुहुन्छ बब्बाल निकाल्नुहुन्छ यार चाहिने जो जिन्दगी
डमरेलले टिट्टु दिलीप राईले जति दखल दियो त दियो जेस सङ दामी नै छ होइन, बवाले छ, जेस राम्रो चलि पनि रहेको रहेछ। अनि यसो हेर्दैको मलाई पनि दामी लाग्यो होइन। तर ब्रदर एलेक्स ब्रदरले पारसले दिलीप राई म्याजिक जस्तो गर्न खोज्नु भएको रहेछ र मिलिरहेको पनि छ, क्या हुन्छ नि, राम्रो बनेको छ। बाय, थ्याङ्क यू फर वाचिङ। ट्याग है त।